वेलकम गाइज, फेरि नमस्ते। म एउटा त्यो अघिको भिडियो काटिएर फेरि बनाएको। अनि यहाँ चाहिँ हाम्रो अघि देखाएको पनि छु, अहिले पनि देखाउँछु। यहाँ एक ठाउँ मकै 2 3 4 त्यस वहाँ परसम्म रोपाइ छ, वहाँ परसम्म। अनि वहाँदेखि यहाँसम्म मकै रोपाइ छ। अनि मकै रोप्ने फलाम चाहिँ यहाँ छ। यो यति राम्रो हुन्छ फलाम, जो हड्डी भन्छन् तान्दा तान्दै। अनि हाम्रो सादा कोपी बारी चाहिँ यहाँ छ। एउटा कोपी यहाँ त खाएको हो। यो यहाँ चाहिँ कोपीका झ्याङ त यहाँ पो छ नि त। अब अनि यसरी छन् फलेका। अब यसरी त हाम्रो पैसा आउँदैन। मैले रोपेको मकै आलु त अस्ति मैले आलुको भिडियो बनाएको थिएँ, भाइरल भएछ अस्तिको आलुको भिडियो भाइरल भएछ। गाइस यहाँ आलु यस्तो भएछ भनेर भ्लग मात्रै के हालेको थिएँ, भाइरल भएछ। जसले पनि आलुको भिडियो हाल्ने भाइ भन्नुहुन्छ। म के भन्नु अब हाल्नु जस्तो सुकै भिडियो भयो नि हाल्नु पऱ्यो नि। म फेसबुकमा लिङ्क हालिदिन्छु, त्यसबाट माथि सब्सक्राइब गरिदिनु मलाई युट्युबमा। अनि 1K चाहिँ पुऱ्याइदिनु जसरी पनि। अब मलाई 1K चाहिँ चाहियो। अरू म जान्दिनँ, 1K चाहिँ मलाई पुऱ्याइदिनु होला। अनि लाइक सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला। भिडियो गराइ हो क्या? किन हो त्यस्तो? ब्लग चल्दैछ। ल लाइक सब्सक्राइब एन्ड कमेन्ट चाहिँ गरिदिनु। तपाईँको छेउमा साथीहरू भयो त्यो सब्सक्राइब गर्न लगाइदिनु होला, त्यति चाहिँ गरिदिनु। अनि कहाँबाट हेर्दै हुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला मेरो उयसमा भ्लगमा। अनि यति भन्दै हो क्या। अब यसै गरी चाहिँ भ्लग बनाउनु भने नि यो चाहिँ हाम्रो बन्दै गरेको चोक हो। यो चाहिँ हाम्रो बन्दै गरेको चोक हो। यो चाहिँ हाम्रो बन्दै गरेको भर्खर बन्दै गरेको चोक हो। यो चाहिँ बनिसकेको चोक परको बनिसकेको चोकमा हो। के रोप्यो के पनि छैन नि। अनि यहीँ हाम्रो बाटोको हेर्छ परदेखि बाटो आउँदै उताबाट साप जस्तो यस्तो गर्दै आउँदैछ, परदेखि आउँदै। म देखाउँदै हिँड्छु है त। यस्तै बाटो जाँदैछ। अनि हेरौँ कहाँ जाँदो रहेछ यो बाटोमा, त्यसै उफाउँदै हिँड्छु। यता घुम्दैछ नि, यता घुम्दैछ। सिधै जाँदैछु। अब हेरौँ कहाँ जाँदो रहेछु। त्यसै गरी एकछिनै हेरौँ। जाँदैछु बाटो यही बाटो यही। अहिले मैले हिजो भिडियो देखाउँदै आएँ, यही बाटो हो। अब यहाँबाट म यता गरेर जान्छु। हेरौँ कहाँ पुग्दो रहेछु। अनि दाजु आउनुभएछ, ग्यारेज दाजुसँग यसो भर्न भरे वा भोलितिर भिडियो देखाउँछु। आज पुरै बाटोको के अहिले चाहिँ बनाउँदिनँ। मैले एकचोटि भिडियो बनाएको छु, तर त्यतिखेर यस्तो खनेको थिएन। त्यतिखेर यस्तो खनेकै थिएन। त्यतिखेर यस्तो बाटै बनाएको थिएन। यो त अस्ति भर्खर बनाएको, हाम्रो एक्जाम आउनुभन्दा अगाडि बनाएको थियो। अनि यत्तिकै भ्लग बनाएको कहाँ पर्छ भ्लग ल लाइक सब्सक्राइब गरिदिनु ल। बाई बाई।